सिक्न आएपछि चाहिँ भाइको क्यानाडाको भिसा लगाइरहेको अगाडि आज 5 दिन भयो होइन एक्लै चलाइरहेको हुँदैन 15 दिन लाइसेन्स दिन तरिक बारेमा मलाई थाहा हेलो एभ्रिवान वेलकम छ मेरो नयाँ भिडियोमा अनि सन्चै हुनुहुन्छ होला म पनि एकदमै ठिकै छु धेरै दिनपछि मैले नयाँ भिडियो बनाइरहेको छु सो मौसम एकदम चिल छ देख्न सक्नुहुन्छ तपाईहरुले चाहिँ पानी तबाट मस्त पानी पर्दै रहेछ अनि हाम्रो यहाँ विक्रम भाइ चाहिँ मोबाइल हेर्दै गाडी सिकाउँदैछन् म पनि यहाँ चाहिँ ट्रेनिङ दिँदैछु आफ्नो स्टुडेन्टहरूलाई है बाइक गाडीहरू चलिरहेको छ मौसम चिल पारामा छ देख्न सक्नुहुन्छ कालो मस्त कालो कालो छ त्यताबाट पानी आउँदै हिजो नि पानीले सही चुट्यो आज पनि सही चुट्छ पानीले सही चुट्छ आज पनि सो हाम्रो ट्रायल सेन्टर यही नै हो गाइस सो तपाईहरुलाई सिक्नु छ भने आउन सक्नुहुन्छ हाम्रो ट्रायल सेन्टरमा चाहिँ हाम्रो ट्रायल सेन्टरको नाम चाहिँ श्री गौराङ्ग इचबिहार ट्रायल सेन्टर है मणिग्राम कफी कम्पनीमा छ है देख्नुहुन्छ टक्क लाएर ठुलो फिल्ड छ एकदम ठुलो फिल्ड छ मस्त तपाईहरुले यहाँ आएर मस्त चिल पारामा सिक्न सक्नुहुन्छ है तपाईहरु है ड्राइभिङ है कार बाइक स्कुटी सिक्न सक्नुहुन्छ है त्यही नै हो गाइस अब सो मौसम एकदम चिल चिसो छ एकदम चिसो मौसम छ आनन्द आइरहेछ दिउँसो एकदम गर्मी थियो अहिले चाहिँ एकदम ठिकै छ ठिकै हुनाले एकदम चिसो नै छ अहिले चाहिँ मस्त आकाशतिर हेर्नु न कस्तो कालो बादल यता अलिकति खुल्ला छ यता अलिकति यस्तो छ यस्तो पाराको छ सो यता यस्तो कालै कालो छ है कालो तल पानी आउँदैछ अनि गाइस यो चाहिँ एनजी मार्केट है यो उतापट्टि देखेको एनजी मार्केट है सो एनजी मार्केट हो आएर सब मेरो कताबाट मेरो कस्टमर कता जानु भयो सो गाइस यहाँ सिकाउँदैछु म है कस्टमरहरूलाई चाहिँ सिकाउँदैछु सो तपाईहरु गाइस मैले चाहिँ 15 दिनमा तपाईहरुलाई चाहिँ टक्क लाइसेन्स निक्लिने तरिकाले म सिकाइदिइरहेको छु त्यही तरिकाले सिकाइदिन्छु सबैलाई आउन सक्नुहुन्छ है यो भाइको चाहिँ आज आज चाहिँ 5 दिन भयो उहाँले चाहिँ आफैले चलाइरहेको छ कस्तो लागिरहेछ भाइ मजा आइरहेको नि कति दिन भयो अगाडि आज 5 दिन भयो होइन एक्लै चलाइरहेको हुँदैन कन्फिडेन्स कतिको छौ ल ठिक छ ल हाम्रो भाइ चाहिँ देवदाबाट आएको हो सो यहाँ सिक्न आएपछि चाहिँ भाइको क्यानाडाको भिसा लगाइरहेको छ लकी पर्सन हो क्या मसँग सिक्यो भने चाहिँ 100% ट्रायल पर्छ अनि साथै तपाईँहरूको रोकिरहेको काम छ भने पनि बन्छ है भाइको चाहिँ क्यानाडाको भिसा लगाइरहेको छ आज भर्खरै खुसीको खबर सुन्न त दाइ क्यानाडाको भिसा लाग्यो भनेर सो गाई तपाईँहरू पनि आउन सक्नुहुन्छ हाम्रो ट्रायल सेन्टरमा अब त्यो लक भनेको आफ्नो आफ्नो कुरो मैले चाहिँ मजाक गरेको है अब हाम्रो सिकाउने कर्तव्य हामीले चाहिँ राम्रै सिकाइरहेको हुन्छौँ होइन अब पास हुने नहुने चाहिँ तपाईँहरूको लकको भरोसा पर्छ ए हाम्रो विकास भाइले चाहिँ त्यहाँ सिकाइरहेछ बहिनीलाई तपाईँहरूको लकको कुरो हुन्छ है अब मैले सिकाएर चाहिँ पास हुने अरूले सिकाएर फेल हुने त्यो चाहिँ होइन है सबैले चाहिँ आफ्नो राम्रो बेस्ट दिनुहुन्छ राम्रोसँग सिकाउनुहुन्छ होइन तपाईँले आफूले जानेको आफूले सकेको सबले त्यही सिकाउने हो होइन कसैले नै आफूले सिकाएको कस्टमर चाहिँ ट्रायलमा फेल नहोस् कसैले नि भन्दैन होइन सबैले पास नै हुनु भन्छ तपाईँहरूको लकको विचार हो अब लक कस्तो छ अब पास हुन सक्नुहुन्छ फेल हुन सक्नुहुन्छ तपाईँहरूको लकको सिकाउनेले चाहिँ राम्रै सिकाइदिरहेको हुन्छ नि सबैहरूले है अब चिल पारा छ यस्तो चाहिँ मौसम छ मजा आइरहेछ गाडी सिकाउन तर गर्मी भयो भने चाहिँ एकदम झ्याउ हुन्छ है अनि सो अब मैले चाहिँ यो ट्रायल सेन्टर छिट्टै छोड्दैछु होला आफ्नो विक्रम भाइहरू हुन्छ विक्रम भाइहरू अनि एजेन्ट भाइहरू अरू सबै हुन्छ सबैले राम्रै है दामी है ल गाइस आज चाहिँ मजा आइरहेछ यहाँ चिसो आनन्द मौसम छ त्यहीमा यहाँ बाइकहरू सिक्दैछन् उकाउने बाइकहरू सिक्दैछन् सो गाइस त्यही नै हो अब जसलाई सिक्न आउनुहुन्छ सो अनि मैले चाहिँ भिडियो बनाइरहेको छु अब चाहिँ बनाउँछु होला आस्ते आस्ते होइन एउटा दुइटा हालिरहेको छु होला सो तपाईँहरूले चाहिँ लाइक कमेन्ट चाहिँ सेयर सब्सक्राइब गरिदिनु चाहिँ नभुलिदिनु है सानो भ्लग मात्र बनाएको है त्यही नै हो सो गाइस पानीले धब्बै चुट्छ आज थाहा इन्जिन छुटेको आज चुट्छ
सो हामी चाहिँ अब सिकाउँदैछौँ। हाम्रो ड्युटी चाहिँ 7 बजेबाट 7 बजे बेलुकासम्मको हो होइन। 7 बजीसम्म चाहिँ बस्नै पर्छ हामी चाहिँ है। म अब तपाईँहरूबाट चाहिँ गएको भएको छु। ए यता हाम्रो धिरज भाइ धिरज भाइले नि यता सिकाइरहेछन् ल। तर मौसम चाहिँ दामी भयो क्या यार, बब्बालै भयो ल। मेरो कस्टमर र भाइको कस्टमरले चाहिँ सँगै हो दीर्घबाट नै हो। 5 दिन भइसक्यो। उसले राम्रो बेस्ट सिकाइदिइरहेको छ। मैले एकदम राम्रो बेस्ट सिकाएँ। 5 दिनमा चाहिँ मैले आफै चलाउनु छोडिदिएको छु। उसले चाहिँ आफै चलाइरहेको छ। भाइले चाहिँ अझै छोडिरहेको छैन। अब उसलाई चाहिँ अब कति के कन्फिडेन्स छ उसको कस्टमरलाई चाहिँ उसलाई थाहा होला होइन। मलाई त्यति थाहा छैन। मेरो कस्टमरको चाहिँ बारेमा मलाई थाहा हुन्छ है। मैले कतिको सिकाइरहेको छु, उसले कतिको गर्छ के गर्छ मलाई मात्र थाहा हुन्छ। तर उसले चाहिँ छोडिदिइरहेको छैन। उसलाई थाहा छ अब उसले कस्तो चलाइरह के चलाइरह, त्यही भएर छोडा छैन होला सायद। सो त्यही नै हो है। यता आउँदैछन् हाम्रा बाइक स्कुटी सिकाउने केटाहरू। आउँछ। सो गाइज त्यही नै हो गाइज, आजलाई म बिदा हुन्छु। टाटा गाइज, बाई बाई। सो सेयर, लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला है गाइज।